सो फाइनल गाइज हामी चाहिँ झलारीमा छौँ। आज हामी चाहिँ झलारीको स्विमिङ पुल फार्म स्विमिङ पुलमा गइरहेका छौँ। मसँग हुनुहुन्छ रिवाज चन्द ठकुरी एन्ड रोहित चन्द ठकुरी। गाइज लेट्स गो। स्विमिङ पुल कस्तो छ हेरौँ। अर्ग्यानिक छ भन्दैछ र जाउँ त अब स्विमिङ पुल। ए मा गाडीमा जाउने हो ल मा त गाडी धेरै सुता विवाद एउटा कुरा भन्नु तपाईँ भयङ्कर गाडी चलाउन आउने भयो भने तपाईँलाई लाइसेन्स दिँदैन कि सरकारले रोडै इस्यु छ बाटो ए डबल की रहेछ नि त। सो गाइज हामी डुबुल्की स्विमिङ पुलमा आएका छौँ। अब हामी स्विमिङ गरेर हेर्नेछौँ वाट इज द एक्सपिरियन्स अफ डुबुल्की स्विमिङ पुल। अब भित्रतिर जाउँ गाइज बबाल छ। रोहित के छ स्विमिङ छैन? ए फ्रेस वाटरमा नुहाउनु पाइने भयो। आज हुँदैन एकजना माथि आउन। सो गाइज यो हाम्रो स्विमिङ पुल गाइज आज धेरै गर्मी भएको कारणले गर्दा हामी स्विमिङ पुल आएको थियौँ। रमाइलो भइरहेको छ। यहाँबाट डाइभ हान कि केटा सिक न हामी फाल्नु चाहिँ सिक। गाइज म तपाईँहरूलाई डाइभ देखाउनु गइरहेको छु। पानी हेलो लाइटिङ माथि गयो न पानी दुकान पानी मार्केट बना सो गाइज हाम्रो स्विमिङ पुल बबाल छ। सो गाइज सबजना डाइभ हान्नु रहेछ नि त सबजना ध्यान दिएर है ल यतिकै समाज ल ल ए तिम्रो डाइभ यदि यता होइन यसरी समाज ल यस्तो गर के तिमीहरू डाइभ किन हानिरहेको छौ तिमीहरू चस्मा छ पहिला तिमीहरू पानी नडर्नको लागि पहिला तिमीहरूले हाम फाल पानीमा होइन यसरी महसुस हुन्छ मेरो शरीर डुब्ने हो किन एउटा कुराबाट प्लेट खायो भने 1% 0.01% चोट लाग्ने यसै हामफाल त्यो पछि त प्र्याक्टिस गर्न सोच्छस् के भाइ
सो गाइज हामीले के अरे डुबुल्की स्विमिङ पुलमा स्विमिङ गऱ्यौँ बडा मजा आयो गाइज नेचुरल वाटर छ मजा छ केमिकल छैन मजा आयो लास्ट थाकै लाग्यो यार तर सबभन्दा बेस्ट एक्सर्साइज भनेको के थाहा छ कि नै स्विमिङ यसले धेरै रोगहरूलाई पनि मार्छ यार अब जस्तै अब यो पानी नेचुरल छ भने यो खाए पनि हामीले के हुँदैन केमिकल हालेको भएपछि खाएको भएपछि हामीलाई असर हुन्थ्यो सो गाइज डुबुल्कीमा डुबुल्की लाएर एकदम मजा लाग्यो त्यो त मन पर्दैन मलाई त्यो त 10 मिनट नआउने बित्तिकै चक्कर आएर बाहिर आउने मन लाग्छ यार अगर यो पानी नभइदिएको भए पनि थियो नि त्यो पानी बगिरहेको त्यो नभइदिनु हामी अघि नै निक्लिसक्यो हुन्थ्यो हामीले त्यहाँ सासु भयो त्यो पानीमा गएर 5 मिनट बस्ने बित्तिकै फ्रेस हुनु लाग्थ्यो यार सो गाइज डुबुल्कीमा मजा आयो कति रुपियाँ रे भाडा 1 घन्टाको 150 रुपियाँ छ तपाईँहरू पनि आउनु होला यति भन्दा 2 शब्द यहीँ टुङ्ग्याउँछु हस्त धन्यवाद जय नेपाल